हेलो गाइज, मेरो नयाँ आर्मी क्लास छ। यहाँ मेरो च्यानलको नाम रहेछ च्यानल नेम नेपाल 999 आर्मी भनेर छ। हाम्रो पहिलो प्रश्न यस्तो छ, यदि 9x + 4x = 39 भए x को मान कति हुन्छ? अब हामीले यहाँ निकाल्ने x को मान निकाल्न एकदम सजिलो छ। अब हामीले लेख्ने यहाँ हामीले थाहा छ अब यहाँ 9x + 4x = 39। अब हामीले यहाँ लेख्ने अब यसको र यसको थर्ड सेम छ भने थर्ड सेम भयो भने हामी यसलाई जोड्दिन। यहाँ हुन्छ 13x = 39। अब यहाँ यसको बिचमा इन्टु छ भने यता इन्टु यता मल्टिप्लाई गरेछ भने यता आएर डिभाइड गर्छ। यहाँ डिभाइड। अब 13 को पाडा कतिचोटि पढ्ने हो भने हाम्रो यहाँ 39 आउँछ भनेर 13 को पाडा हामीले पढ्ने हो 13 to 3। यहाँ हुन्छ 13, यहाँ हुन्छ 26, यहाँ हुन्छ 39। 3 पटक पढ्ने हो भने हाम्रो यहाँ आन्सर आउँछ 3। अब आन्सर लेख्ने तरिका के हुन्छ भने यहाँ यस्तो 3 डट गर्ने। अब यहाँ लेख्ने 9x + 4x = 39 भए x को मान हुन्छ हाम्रो यहाँ 3। अब यसलाई चेक गर्ने तरिका चेक गर्ने तरिका पहिले यो प्रश्न त लेख्ने हामी यहाँ 9x + 4x = 39 भयो। अब लेख्ने हामी यहाँ अब यहाँ लेख्ने x को मान यहाँ इन्टु गर्दिने। यहाँ x को मान कति छ 3 छ। फेरि प्लस गर्ने फेरि यहाँ इन्टु 3 = 39। अब हामीले यहाँ जोड्ने यहाँ कति हुन्छ हाम्रो 9 3 27। यहाँ 27 प्लस यहाँ कति हुन्छ 4 4 8 12। अब इक्वल टु गर्ने यहाँ 39। अब हामीले जोड्ने यसलाई यहाँ कति हुन्छ यसको भयो 30 7 मा 2 जोड्ने भने 9। हाम्रो यहाँ आउँछ 39 = 39। यानी कि हाम्रो एन्सर यो गरेको हाम्रो राइट छ भनेर यहाँ प्रुफ लेख्दिने। LHS = RHS डट गर्ने PROVED प्रुफ गरेर हाम्रो एन्सर यहाँ सकिन्छ। यानी कि हामीले यो गरेको सही छ। 9x + 4x = 39 और यसको एन्सर आउँछ हाम्रो 3। यहाँ हामीले चेक गरेको छौँ प्रमाणित यहाँ 39 = 39 आयो भने हाम्रो एन्सर राइट छ। अब यहाँ हाम्रो दोस्रो प्रश्न रहेछ क्वेशन नम्बर 2। क्वेशन नम्बर यो त भइसक्यो। यहाँ लेख्ने हामी अब यहाँ 1500 को 25% कति छ? अब हामीले यहाँ लेख्ने हो। हामीलाई थाहा छ 1500 इन्टु गर्ने यहाँ 25 यहाँ पर्सेन्ट बनाउने। अब हामीले गर्ने यता 1500 इन्टु 25 यहाँ आउँछ 100। प्रतिशतको 100 हुन्छ है साथीहरू। प्रतिशतको 100 हुन्छ। यहाँ भयो हाम्रो 100। अब हामीले गर्ने यसलाई भुक्तान। यहाँ हाम्रो यो 0 र यो 0 कट्यो। अब हामीले पायो यहाँ 15 इन्टु 25। अब हामीले गर्नु यहाँ इक्वल टु। अब यसरी गुणन गर्न आएन भने हामी यहाँ रफ गर्छौँ। रफ यो हाम्रो रफ। अनि यहाँ लेख्ने हो 15 25 इन्टु 55 25 को 5 यहाँ आयो 2 5 गर्ने 5 यहाँ आउँछ 7। यहाँ चाहिँ कति कुरा गर्ने यहाँ 5 दुनी 10 को हुन्छ 0 यहाँ आयो 1 यहाँ 2 हुन्छ 2 2 मा 1 जोडी चाहिँ हाम्रो बस्छ यहाँ 3। अब यहाँ जोड्ने 5 को 5 7 को 7 आयो 3 को 3 375। हाम्रो एन्सर आयो यहाँ 375। प्रतिशत गर्न एकदम सजिलो छ, कुनै गाह्रो छैन। अनि तपाईहरु बुझ्नु भएन भने कमेन्ट गर्नु होला। म कमेन्टमा फेरिदेखि यो क्वेशन सल्भ गरेर हजुरहरुले बुझाइदिन्छु। गर्ने यहाँ क्वेशन नम्बर 3 लाई सल्भ। हाम्रो क्वेशन नम्बर 3 यस्तो रहेछ x/3 + 2x/14
यो क्वेसन खास गाह्रो छैन, यो क्वेसन एकदम सजिलो छ। यहाँ 3 ले डिभाइड गरेको छ भने यतापट्टि आउँदाखेरि यहाँ गएर इन्टु गर्छ कि, यहाँ जस्तोको त्यस्तै लेखिदिने x + 2x = यहाँ आयो 14। यहाँ 3 ले डिभाइड गरेको छ भने यहाँ गरेर मल्टिप्लाई गर्छ, यहाँ भयो हाम्रो 3। अब यहाँ गर्ने अब यहाँ थर सेम छ, यहाँ जोडिदिने, यहाँ हुन्छ 3x = अब यसलाई गुणन गर्ने। अब यहाँ कति हुन्छ 4 4 12, यहाँ 12 को यहाँ 2 लेख्ने, 1 आयो यहाँ 3 यहाँ हुन्छ 42। अब हाम्रो आयो यहाँ और फेरि लेख्ने। अब यहाँ इन्टु गरेछ भने 3 ले, अब 3 यहाँ गएर डिभाइड गर्छ। अब x यहीँ छोडिदिने, यहाँ भयो 42/3। अब हामीले यहाँ निकाल्यो यसको आन्सर, यहाँ x = गरेर छोड्ने। अब हामीले गर्ने रफ, रफमा गर्ने यहाँ 42/3। अब यहाँ 0.3 भन्छ 3। अब 4 बाट 3 गयो भने हाम्रो बच्छ यहाँ 1। 2 लाई त तल झर्ने। अब 3 को टेबल कतिचोटि पढ्ने भरे हाम्रो यहाँ 12 आउँछ भने 3 1 3 3 2 6 2 3 9 3 4 12। अब यहाँ गएर अब हाम्रो यहाँ भागफल आयो 14। हाम्रो एन्सर पनि भयो यहाँ। म यो क्वेसन फेरि रिसल्भ गरेर बुझाइदिन्छु।